नयाँ फागुन 21 गते हुने आम निर्वाचनको तयारीमा छ। यो निर्वाचनमा सिङ्गो नेकपा एमालेलाई 275 भित्र एकल बहुमतका साथ सरकार निर्माण गर्ने सामर्थ्यका साथ जनताबाट जनादेश प्राप्त गर्ने गरी जनताका बीचमा नेकपा एमाले अहिले पुगिरहेको छ। 165 निर्वाचन क्षेत्रमा हाम्रा उम्मेदवारहरू अहिले सक्रियताका साथ जनताका बीचमा हामी पुगिरहेका छौँ। हाम्रो प्रष्ट एजेन्डा छ। हाम्रो धेरै ठुला विषयहरू छैनन्। नेकपा एमाले यो निर्वाचन मार्फत स्थापित गर्न खोजेको एजेन्डा के हो भने देश पहिलो कुरा हो, राष्ट्र मूल विषय हो। यो देशको स्वाधीनता, यो देशको सार्वभौमिकता, यो मुलुकको भौगोलिक अखण्डता, यो मुलुकको राष्ट्रियता, यसको सम्वर्धन, यसलाई अक्षुण्ण राख्दै अगाडि बढाउने कुरा, यसको रक्षा गर्दै अगाडि लैजाने कुरा, यो मुलुकको संविधान र विद्यमान शासकीय प्रबन्धहरूलाई थप स्ट्रेन्थेन गरेर अगाडि बढ्ने कुरा, यो आगामी फागुन 21 गते हुने निर्वाचनबाट थप मजबुत भएर अगाडि बढाउने, त्यसलाई रक्षा गर्ने, यही एजेन्डालाई नेकपा एमाले अगाडि बढाएको छ। सुखी नेपाली, समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षालाई, यो महत्त्वपूर्ण कार्यभारलाई पुरा गर्ने सङ्कल्पका लागि जनादेश माग गर्दै जनताका बीचमा नेकपा एमाले अगाडि बढेको छ। हाम्रो यति मात्रै कुरा हो, हामी देश बनाउने, हामी देशलाई समृद्ध बनाउने, हामी यो देशलाई सुशासन, भ्रष्टाचार मुक्त, सामाजिक न्याय र विकास र समृद्धि यी कार्यभारहरू पुरा गर्ने, यस आधारबाट अगाडि बढ्न नेकपा एमाले चाहिरहेको छ। यसका लागि यो 21 गतेको निर्वाचन मार्फत हामी जनादेश मागिरहेका छौँ। तर केही असाध्यै गलत अफवाहहरू यो बीचमा फैलाइएको छ। आदरणीय कमरेडहरू, असाध्यै गलत अफवाहहरू, यी सबै सत्य होइनन्। आज सामाजिक सञ्जालहरूको माध्यमबाट कोठाभित्र बसेर, कालो कोठाभित्र बसेर कालो योजनाहरू निर्माण गर्दै सामाजिक सञ्जालहरू मार्फत नागरिकहरूमा भ्रम सिर्जना गर्ने प्रयत्नहरू भएको छ। यो प्रयत्न देश बनाउनेहरूको ठाउँबाट, देश बनाउने, देश हितको पक्षमा उभिएको शक्तिहरूको तहबाट होइन, देशलाई हरानी बनाउने, देशलाई विध्वंस बनाउने, नेपालको लोकतान्त्रिक प्रणालीभित्रबाट जनतालाई भ्रम सिर्जना गरी जनताको मत लिएर निर्वाचित भएर नेपालको प्रणालीलाई, नेपालको स्वाधीनतालाई, नेपाल राष्ट्रलाई समाप्त गर्ने त्यो खेलबाट निर्देशित भएको शक्तिहरू आज यो काममा लागिरहेको छ। एउटा शक्ति फागुन 21 को निर्वाचन मार्फत यो मुलुकका पक्षमा लडिएका राजनीतिक दलहरूलाई पराजित गर्ने र विदेशीहरूको योजनाबाट अगाडि बढ्ने त्यस्ता पात्रहरूलाई जोसँग कुनै देश निर्माणको एजेन्डा छैन, जनताको हिजोदेखि कुनै लिगेसीहरू, जनताको विकास, समृद्धि र नागरिकहरूको इच्छा आकांक्षा पुरा गर्ने सन्दर्भबाट कुनै सेवकीय भूमिकामा कुनै इतिहास छैन। ती पात्रहरू केवल पुराना दलका नामबाट आलोचना र गाली गलौज, असहिष्णु, अनैतिक, असामाजिक, चरित्रहीन अभिव्यक्ति र कार्यशैलीका साथ ती शक्तिहरू अगाडि बढेको छ। त्यो भ्रमलाई चिर्न पर्ने आजको मुख्य चुनौती हाम्रा सामु छ। डिजिटल एल्गोरिदमको माध्यमबाट आज निकै ठुलो भ्रमहरूलाई अगाडि बढाउने प्रयत्नलाई रोक्नका लागि म सबै कमरेडहरूलाई आग्रह गर्न चाहन्छु। नेकपा एमाले राजकीय भूमिकामा रहँदा, सरकारको जिम्मेवारीमा रहँदा देश हित विरुद्धमा एउटा पनि कुनै काम गरेको छैन। एमालेका विरुद्धमा, एमालेको नेतृत्वको विरुद्धमा यी रचिएका तमाम घटनाहरू केवल काल्पनिक थिए, केवल भ्रम सिर्जना गर्नका लागि थिए भन्ने कुरा त यो बीचको समयमा आज नेकपा एमाले सरकारमा छैन, दलहरूको नेतृत्वमा सरकार छैन। यो सरकारले जे हिजो आरोप लगाउँदै थियो एमालेका नेतृत्वमाथि, ती पुष्टि गर्न सकिन्थ्यो, कानुन बमोजिम प्रमाणित गर्न सकिन्थ्यो भने आज नेकपा एमालेका कोही पनि नेता, कोही पनि उहाँहरूले भनेको जस्तो आरोपित कोही पनि व्यक्तिलाई छोड्ने स्थिति थिएन। केवल हिजो चाहे ललिता निवाससँग जोडिएका केही प्रसङ्ग होस्, चाहे गिरिबन्धु स्टेटसँग जोडिएर
हाम्रा अध्यक्षमाथि लगाएका आरोप ती सबै भ्रमका लागि थिए। त्यसकारण कमलहरूलाई भ्रम के पर्न पर्दैन भने हाम्रो नेतृत्वको सरकार जब थियो देशको पक्षमा, मुलुकको स्वाधीनताको पक्षमा, विकास र समृद्धिका पक्षमा, यो देशको स्रोत साधनलाई उत्खनन र त्यसको बजारीकरण मार्फत देशलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने पक्षमा, वैदेशिक लगानीलाई नेपालमा भित्र्याएर मुलुकलाई औद्योगिकरण र विकासको पक्षमा लैजान जे प्रयत्नहरू हाम्रो नेतृत्व तर्फबाट भयो, यसैको परिणाम हो यो चौतर्फी घेराबन्दी। यो कुरा यहाँहरू सबैले बुझ्न जरुरी छ भन्ने म निवेदन गर्न चाहन्छु। त्यसकारण कमलहरू यो पटकको निर्वाचनमा केही नयाँको एउटा जे विषयहरू बाहिर आइरहेको छ, नेकपा एमालेको तर्फबाट हामी दुवै उम्मेदवार एउटा राजनीतिक आन्दोलनबाट एउटा स्थापित भएरै जनताको सुख दुःख सँगसँगै एकाकार भएर आएकै हामी छौँ। साथीहरूले पनि भन्नुभयो, म यो बिचमा 32 महिना संसदीय मामिलामा जोडिने तपाईँहरू मार्फत त्यो अवसर प्राप्त गरेँ। मकवानपुर क्षेत्र नम्बर 2 का तमाम जनताहरूलाई यो महत्त्वपूर्ण अवसर मार्फत म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, जसले नेकपा एमालेको ब्यानरबाट म 1980 सालमा जनप्रतिनिधिका रूपमा, सांसदका रूपमा 2 नम्बर क्षेत्रबाट प्रस्तुत हुँदै गर्दा अनुमोदित गरेर पठाउने स्थिति बन्यो। महागठबन्धन थियो। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाली काङ्ग्रेस लगायत अन्य राजनीतिक पार्टीहरू सम्मिलित जे मोर्चा थियो त्यो मोर्चालाई पराजित गरेर 4520 मत बढी ल्याएर मैले विजय हासिल गरेँ। जति बेला त्यो महागठबन्धन थियो, यसरी जित हासिल गर्न हामी सफल थियौँ। केही नयाँ भन्ने दलहरू पनि थिए, तर आज हामी सबै एक्लै प्रतिस्पर्धामा छौँ। कमललाई म ढुक्कका साथ भन्न चाहन्छु, यो 32 महिनामा मकवानपुर क्षेत्र नम्बर 2 का जनताले, मकवानपुरी जनताले आशा र भरोसा गरेर जुन ढङ्गले मलाई म्यान्डेट दिएर निर्वाचित गर्नु भएको थियो, मैले यहाँका नेकपा एमालेका कोही पनि नेता कार्यकर्ताहरू होस् या मकवानपुर क्षेत्र नम्बर 2 का कोही पनि जनताको नाकमा हिलो लाउने काम गरेको छैन। मैले जनताको पक्षबाट संसदीय मामिला र भूमिकामा मैले आफूलाई प्रभावकारी ढङ्गबाट आफूले कोसिस गरेको छु, प्रभावकारी प्रयत्न गरेको छु, प्रयास गरेको छु, पहल कदमी लिएको छु। एउटा सांसदले संसदीय भूमिकामा गइसकेपछि के गर्न सक्छ यहाँहरू सबैलाई थाहा छ। जम्मा सांसद भइसकेपछि भोलि बन्ने सांसदहरूले पनि बुझ्न जरुरी छ, जम्मा हामीले 5 वटा काम गर्छौँ। जम्मा त्योभन्दा बाहिर हाम्रो भूमिका हुँदैन। पहिलो काम भनेको कानुन निर्माणको काम हो। मैले यहाँहरूको बिचमा म प्रश्न शब्दमा भन्न चाहन्छु, कानुन निर्माण सांसदको सबैभन्दा महत्त्वपूर्ण काम हो। मैले 32 महिनामा 39 वटा कानुनहरू पारित भए। 39 वटा कानुनमा 26 वटा कानुनमा प्रत्यक्ष संलग्नता आफ्नो संशोधन रहेर यी बुदा बेठिक छन्, यी बुदा थप्नुपर्छ, यहाँ यी कुरा जोड्नुपर्छ, यहाँ यो कुरा घटाउनुपर्छ भनेर 26 वटा कानुनमा प्रत्यक्ष संशोधनको भूमिका मार्फत, सैद्धान्तिक छलफल बहस पैरवी मार्फत मैले भूमिका खेलेको छु। मैले कुल 32 महिनामा 236 वटा बैठक बस्यो। 236 वटा बैठकमा 224 वटा बैठकमा म सहभागी भएको छु। तपाईँहरूले देख्दा सांसद कहाँ गयो, कतै बैठकमा पो जाँदैन कि भन्ने भ्रम होइन, यो डाटा हो। 236 वटा बैठकमा 224 वटा बैठकमा सहभागी भएको छु। 39 वटा कानुन निर्माणको प्रक्रियामा 26 वटा प्रत्यक्ष संशोधनको माध्यमबाट सहभागी भएको छु। अन्य कानुनहरूमा अन्य साथीहरू र संसदीय प्रमुख सचिवको भूमिका मार्फत पहल कदमी लिएको छु। म कानुन न्याय तथा मानवाधिकार समितिमा बसेर काम गरेँ। 77 वटा बैठक थियो, त्यसमा म 65 वटा बैठकमा सहभागी भएँ। सहभागी केवल पछाडि एउटा सांसद हात बाँधेर यसरी पछाडि सहभागिता होइन, हर कानुनमा, हर एजेन्डामा मेरो उपस्थिति सक्रियताका साथ थियो। म ढुक्कका साथ भन्छु, मैले तपाईँहरूले दिएको जिम्मेवारीलाई हर समय तपाईँहरूलाई सम्झी मैले मेहनत गर्नुपर्छ भन्ने ठानेरै, नेकपा एमालेले एउटा भरोसा र जिम्मेवारी दिएको छ विश्वास गरेर यसलाई पुरा गर्छ भन्ने ठानेरै मैले आफूलाई उभ्याएको छु। दोस्रो महत्त्वपूर्ण काम भनेको राष्ट्रिय सरकारका मुद्दाहरू र जनसरकारका मुद्दाहरूमा मेरो उपस्थिति कुरा हो। मैले मेरो निर्वाचन क्षेत्रमा भएका घटनाहरू
चाहे मध्यवर्ती क्षेत्रका जनताका सुख दुःखका कुरा होस्, चाहे बाढी पहिरोबाट भएका समस्याका कुरा होस्, चाहे किसानले भोग्न परेका विभिन्न खालका समस्याहरू होस्, चाहे वैदेशिक रोजगारमा ठगिएका वा अप्ठ्यारा परेका युवाहरूका मुद्दाहरूलाई सरकार संसद मार्फत सरकारलाई पुर्याउने कुरामा होस्, अर्थात् समग्रतामा जिल्लाका विभिन्न विषयहरूमा मैले विषयवस्तुहरूलाई कहिल्यै पनि पछि नपर्ने गरी भूमिका निर्वाह गरेको छु। राष्ट्रिय सरोकारका मुद्दाहरू जब संसदमा मुलुकको स्वाधीनताका विरुद्धमा कुनै गतिविधि हुन्छ वा देशमा हुन्छ वा छिमेकी देशहरूमाथि देशको स्वाधीनता सार्वभौमिकता विरुद्धमा मुलुकको हाम्रो स्वाभिमानका विरुद्धमा कुनै क्रियाकलाप हुन्छ भने संसदमा पहिलो आवाज उठाउने काम मकवानपुरी जनताको तर्फबाट, यहाँहरूले दिएको जनादेश दिएको सांसदको तर्फबाट, संसदीय भूमिकाको एउटा प्रमुखत्वको भूमिकाबाट मैले खबरदारी संसद मार्फत गर्थेँ। चाहे सहर मामिलामा राष्ट्रिय सरोकारका विषय होस् वा जनसरकारका विषय होस्, मैले कहीँ पनि कमी नहुने गरी भूमिका निर्वाह गरेको छु गरे। यसका साथसाथै मैले विषयवस्तुहरूलाई जहाँ यहाँका जनताको तहबाट अप्ठ्याराहरू जुन कुरा मैले संसद मार्फत सरकारलाई सुनाउनु पर्थ्यो त्यो कुरालाई मैले कमी गरेको छैन। यहाँहरू सबैले बुझ्नुपर्छ कि सांसद भनेको जनताको प्रतिनिधि हो। हिजमजी यहीँ हुनुहुन्छ, उहाँ सरकार हो। वडावासीहरू यहाँ धेरै हुनुहुन्छ, उहाँहरू सरकार हो। उहाँहरूसँग रातो कलम हुन्छ, उहाँहरूसँग आफ्नो कार्यालय हुन्छ, उहाँहरूसँग कर्मचारी हुन्छ, उहाँहरूसँग बजेट हुन्छ। तर सांसद जनताका सुख दुःखहरू बोकेर, त्यो समस्या बोकेर संसद मार्फत सरकारलाई भन्ने हो, यी कुरा तत्काल प्रभावकारी ढङ्गले कार्यान्वयन गर। कतिपय कानुनी प्रबन्धहरूको सुनिश्चितता मार्फत, कतिपय सरकारले भनेको कानुनहरूलाई कानुन मार्फत नागरिकको समस्या समाधान गर भनेर समस्या बोकेर सरकारको कान निमठी समाधान गर्ने दायित्व त्यो सांसदको हो। कहिलेकाहीँ सङ्घीय सरकारको कान निमाट्नुपर्छ, कहिले प्रदेश सरकारलाई भन्नुपर्छ, कहिलेकाहीँ हिजमजीले नेतृत्व गरेको स्थानीय सरकारलाई भन्नुपर्छ। त्यो भन्ने कुरामा पनि मैले आवश्यक पहल गर्दै लिने कुरामा त्यो पछाडि परेको अवस्था छैन। मैले आत्ममूल्याङ्कन गर्दाखेरि पनि अधिकतम प्रयास गरेको छु, तर पूर्ण छैन। यसलाई बढाउनु पर्छ, अझ मेहनत गर्नुपर्छ। अर्को तेस्रो काम भनेको संसदले बजेट पनि निर्माण गर्छ। संसदले बजेट निर्माण गर्छ, सरकारले बजेट पारित गर्छ, संसदले नीति तथा कार्यक्रम संसदले पारित गर्छ। संसदले पारित गर्ने बजेट र नीति तथा कार्यक्रममा एउटा सांसदले देशको स्रोत साधनलाई आफ्नो निर्वाचन क्षेत्रमा ल्याउनुपर्छ, जोड्नुपर्छ, जिल्लाको विकासको लागि त्यसलाई अगाडि बढाउनुपर्छ भनेर उसले पहल गर्दै लिनुपर्छ। यो कुरामा पनि मैले कहीँ कतै कमी हुने गरी पहल लिएको छैन, प्रभावकारी ढङ्गबाट पहल गर्दै लिएको छु। म भन्न चाहन्छु, मैले जम्मा 32 महिनामा 2टा बजेटमा काम गर्ने अवसर पाएँ। तेस्रो बजेट कतिपय कारण हुने स्थिति बनेन। त्यो कुलमान घिसिङजी र अहिलेको सरकार बनिसकेपछि धेरै महत्त्वपूर्ण विकास मन्त्रालयको नेतृत्व कुलमान घिसिङजीले गरेपछि उहाँले सबै जनताका विकासका आयोजनाहरूलाई उहाँले काट्दिने काम गर्नुभयो, रोकिदिने काम गर्नुभयो। मैले विकास निर्माणको सन्दर्भमा मैले विशेष गरी हामी भोलि काम गर्छौँ, स्थानीय जनप्रतिनिधिहरू, प्रदेशका मान्य साथीहरू हामी बसेर काम गर्छौँ। विशेष गरी रामेश्वर गौड र म यहाँबाट निर्वाचित भइसकेपछि सिङ्गो मकवानपुर जिल्लाको हामी यो मुलुकको यो मकवानपुर जिल्लाको विकासको एउटा मास्टर प्लान बनाएर हामी काम गर्न चाहन्छौँ आगामी दिनमा। हिजो मैले संसदबाट बजेट निर्माण हुँदै गर्दाखेरि केही एजेन्डाहरूमा विशेष गरी अलि दूरगामी प्रकृतिका महत्त्वहरू कतिपय साथीहरूले भन्नुहुन्छ, कतिपय रिसाउनु पनि भएको छ, किनभने अपेक्षाहरू वडा जम्मा 17वटा निर्वाचित विजय भएको छ हाम्रो क्षेत्रमा पार्टीको तर्फबाट। पालिका 8वटामा 2वटा हिजमजी र डिके सर, भीमफेदी र इन्द्र सरवर मात्रै, अरू सबै हामीभन्दा बाहिर निर्वाचित हुनुहुन्छ। सम्बन्धित पालिकाबाट निर्वाचित भएको सांसद राक्षीरामको कयौँ कार्यक्रमहरू बाहेक अन्य कुनै पनि हाम्रो निर्वाचित भएकोमा हामी विभिन्न हिसाबले जोडिने अवसर प्राप्त हुने भयो, अन्य ठाउँमा त्यो अवसर हुँदैन थियो। तथापि
संसदीय भूमिका मार्फत विकास निर्माणमा पनि विशेष गरी अहिले कनेक्टिभिटीमा अलिकति काम गर्न खोजे। 27 सालदेखि थानकोट चन्द्रगिरी चितलाङ मार्ग त्यो 27 सालदेखि प्रारम्भ भएको बाटो त्यो गोरेटो तत्कालीन सांसद संविधान सभाका सदस्य सुभाष चन्द्र ठकुरीज्यूको पहल कदमी मेहनतमा त्यो ट्र्याकलाई व्यवस्थित ढङ्गबाट ओपन गर्ने काम भएको थियो। मैले निर्वाचित भइसकेपछि त्यसलाई पहिलो पटक 11 करोडसम्मको हामीले काम गऱ्यौँ। सुरुमा 9 करोडसम्म काम गऱ्यौँ। त्यसपछि दोस्रो वर्ष आवश्यक बजेट 40 करोड विनियोजन गरेर अहिले कामको प्रक्रिया अगाडि बढेको छ। त्यो ठुलो महत्त्वपूर्ण योजना हो। त्यसै गरी चितलाङदेखि कुन्छालसम्मको लागि पनि आवश्यक बजेटहरू शहरी विकास मन्त्रालय मार्फत 23 करोडको एउटा योजना अलि अगाडि नै कार्यान्वयनको प्रक्रियाबाट अगाडि बढेको छ। अहिले थप केही पैसाहरू त्यसमा विनियोजन गरिएको छ। मैले विशेष गरी मनरीदेखि पश्चिम नेपाल र काठमाडौँसँगको कनेक्टिभिटी र मकवानपुरको क्षेत्र नम्बर 2 लाई पनि सिङ्गो त्यसलाई व्यवस्थित विकासको हिसाबले सडक सञ्जालको हिसाबले बलियो र प्रभावकारी हुन्छ भनेर मनरीदेखि राक्सिराङ कैलाश हुँदै पालुङ जोड्नका लागि रूपचन विष्ट मार्ग निर्माण गर्ने त्यो डिपिआरको प्रक्रियाबाट अगाडि बढेको छ। संसदबाट रूपचन विष्ट मार्गै नामाकरण भएर त्यो प्रक्रिया अगाडि पनि बढेको छ। त्यसलाई एउटा महत्त्वपूर्ण कनेक्टिभिटीका रूपमा हामीले अगाडि बढाएका छौँ। अन्य विभिन्न ठाउँमा विशेष गरी शहीद वासुदेव मार्गलाई हामीले लिपा हुँदै सिस्नेरी निकालेर अगाडि बढाउने कुरालाई पनि प्राथमिकता दिएका छौँ। त्यसै गरी चुनिया नाम्रा कालीकाट हुँदै त्यसलाई मनरी जोड्नका लागि पनि त्यो योजनालाई पनि अगाडि बढाउने प्रयत्न गरेका छौँ। केही बजेटहरूलाई सुनिश्चित गरेका छौँ। त्यति मात्रै होइन, अन्य कयौँ सिँचाइका खानेपानीका योजनाहरूमा पनि जहाँ संसदबाट बजेट निर्माण हुन्थ्यो त्यति बेला मैले आफ्नो तहको पहल कति लिने कुरालाई मैले कमी गरेको छैन। विशेष गरी मनरी भेगमा अहिले यहाँलाई पनि जानकारी छ, हेटौडाका 4 वडा र मनरी गाउँपालिका राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्तीका कारणले निकै ठुलो समस्यामा छ। विशेष गरी त्यहाँका भूमिहीन सुकुम्बासीहरू, भूमिहीन दलितहरू र अव्यवस्थित बसोबासीहरूको समस्यालाई दीर्घकालीन समाधान गर्नका लागि निकुञ्जका कारणले गर्दा, मध्यवर्तीका कारणले गर्दा केही समस्याहरू निर्माण आजदेखि होइन निकै पहिलादेखि भएको छ।